हेलो एभ्रीबडी, आज चाहिँ हामीहरूले एकदमै डायबेटिक फ्रेन्डली हेल्दी बिरयानी बनाउन खोजेको। त्यसको लागि चाहिँ सुरुमा यु गर मेक जिन्जर गार्लिक पेस्ट, अनि जिन्जर गार्लिक पेस्ट बनाएर यसरी आफ्नो 1 केजी चिकन 2 केजी चिकन जति हुन्छ त्यतिमा हाल्ने। अनि पहिला सुरुमा सबै कर्नरहरूमा जाने गरी मजाले मिक्स गर्नुस्। अनि मिक्स गरिसकेपछि आफूलाई मनपर्ने मसलाहरू, अब बेसार, नुन, अनि जिरा धनियाको पाउडर, अनि बिरयानी मसला पनि, अनि मिट मसला छ भने मिट मसला पनि, अनि थोरै तेल हालिरहेको छौँ किनभने हामीले चाहिँ हेल्थ इस्युजले गर्दाखेरि रिस्ट्रिक्टिभ डायटमा भएको मान्छेहरूलाई बनाउन खोजिरहेको हो। अनि त्यसपछि आफूलाई मनपर्ने स्वाद अनुसार कागती, अनि त्यसपछि मजाले मिक्स गर्नु सबै कर्नरहरूमा पुग्ने गरी। अनि त्यसरी मिक्स गरिसकेपछि यु क्यान लेट इट सेट फर ओभरनाइट, ओर टाइम छैन भने चाहिँ 1-2 घण्टा गर्दाखेरि पनि भयो। यसरी प्लास्टिक ऱ्यापले ऱ्याप गरेर कभर गरेर राख्दा भयो 2-3 घण्टाको लागि। अनि नाउ यु प्रिपेयर अलिकति 10वटा अनियन्सहरू काट्ने, अनि टमाटर पनि 8देखि 10वटा जति काट्ने। अनि त्यसपछि आफूले काटेको अनियनलाई चाहिँ हामीले सिन्स लाइक हेल्दी बनाउन खोजिरहेको छौँ, यसरी अलिकति तोरीको तेलमा मालिस गरेर एयर फ्रायरमा राख्छौँ। अदरवाइज एयर फ्रायर छैन भने चाहिँ यतिकै थोरै तेल हालेर यताउता अलिकति भुट्दाखेरि पनि हुन्छ। यु लेट इट सिट फर यस्तो हुने गरी, जुन चाहिँ 10 मिनट जतिमा हुन्छ। अनि त्यसपछि चाहिँ ठुलो कराईमा 2 टेबलस्पुन जति घिउ हालेर यो यहाँ देखाएको मसलाहरू स्टार दालचिनीहरू हाल्ने। अनि त्यसपछि अघि बाँकी भएको अनियन्सहरू पनि हाल्ने। अनि फ्राई इट अन्टिल इट्स सफ्ट ओर 5 मिनटको लागि। अनि त्यसपछि अघि म्यारिनेट गरेर राखेको चिकनहरू हाल्ने। अनि चिकनहरू हालिसकेपछि अलिकति अब मसला थप्न मन छ भने थप्दा भयो, बट इफ यु डोन्ट वान्ट टु नथप्दा नि भइहाल्यो। अनि मजाले चलाउने यसलाई। अनि त्यसपछि हामीहरू हाल्छौँ टमाटर अघि काटेर राखेको। अनि टमाटर हालेपछि फेरि मजाले मिक्स गरेर राख्ने। अनि यु लेट इट सेट फर 10 मिनट जति। त्यसपछि यसरी पानी आउन थाल्छ। अनि पानी आउन थालेपछि चाहिँ त्यसमा अब अझै के अब टेस्ट गरेर के हाल्न मन छ त्यो हाल्दा पनि भयो। तर अब त्यसपछि चाहिँ हामीहरूले मिन्ट र कोरियान्डर चप गरेर राखेको छौँ त्यो हाल्ने। अनि त्यो हालिसकेपछि यो मिक्स, अनि त्यसपछि यो चिकन पाक्नलाई चाहिँ लगभग 20देखि 25 मिनटसम्म लाग्छ। अनि यसरी पानी अब आफूलाई कति चाहिन्छ त्यति अनुसार रिड्युस गर्ने। अनि साइडमा चाहिँ अब खुर्सानी पिसेर हाल्नु। अब धुलो खुर्सानी हाल्दा नि भयो, तर वी प्रिफर ग्रिन चिली, त्यही भएर ग्रिन चिली हालेको। अनि यहाँ एज यु क्यान सी अब त्यसरी मासु बोनबाट छुट्टिन थालिसकेपछि चाहिँ रेडी भयो। अब राइस कुकरमा 1 टेबलस्पुन जति घिउ हालेर सुकमेल, ल्वान जे हाल्न मन छ हालेर, अनि थोरै जिरा पनि राखेको छौँ हामीहरूले यहाँ। त्यसपछि हामीले भिजाएको लङ ग्रेन चामल हाल्दाखेरि भयो। यहाँ चाहिँ हामीहरूले उसिनेको लङ ग्रेन चामल युज गरेको छौँ। अनि त्यसलाई राखेपछि जब त्यो वेट गर्दै हुनुहुन्छ त्यसको लागि एयर फ्रायरमा चाहिँ आफ्नो नट्सहरू हालिदिनु। अनि मिनवाइल राइस र यसरी चिकनलाई लेयर गर्ने। अनि मजाले लेयर गर्नुहोस्। अनि बिचमा तपाईँहरूले चाहिँ अब मिन्ट र त्यो फ्रेस मिन्ट एन्ड कोरियान्डर हाल्दाखेरि हुन्छ, तर हामीले चाहिँ यहाँ बिर्सेथ्यौँ हाल्नको लागि। अनि यसरी लेयरिङ गरिसकेपछि चाहिँ माथि अघि हामीले फ्राई गरेको अनियन्स, अनि त्यसपछि अघि हामीले रोस्ट गरेको यो नट्सहरू हाल्ने। अनि त्यसपछि चाहिँ अब एल्युमिनियम फोइल युज गरेर लो हिटमा 5 मिनट जति राख्दाखेरि हुन्छ दमको लागि। 5 to 10 minutes इज इनफ। अनि त्यसपछि चाहिँ रायता बनाउनको लागि हामीले थोरै यहाँ तोरीहरू लिएको छौँ। अनि त्यो तोरीलाई पिसेर अनि अनियन्स, क्युकम्बर्स, अनि ग्रिन चिलिज हालेको छौँ, थोरै नुन, अनि थोरै मिन्ट एन्ड कोरियान्डर। त्यसपछि अमिलो दही हाल्नुहोस्। अनि अमिलो दही हालिसकेपछि अब कतिको थिक मनपर्छ भने थिक, नत्र अलि लाइट मनपर्छ भने मजाले त्यही अनुसारले पानी हाल्ने। अनि यु मिक्स इट फर अ वाइल। अनि मिक्स गरिसकेपछि यसको तड्काको लागि चाहिँ हामीहरूले तोरीको तेल हाल्छौँ। अनि त्यसपछि थोरै त्यही तोरीको सिड्स अनि त्यसपछि मेथी हालेर तड्का दिन्छौँ। अनि यु मिक्स इट अगेन फर अ वाइल। अनि यस्तो देख्छ लास्टमा चाहिँ। अनि यु मिक्स। अनि अलिकति अब दही अमिलो भएन भने कागती थप्दा पनि भयो। एन्ड देन इट्स रेडी। त्यसपछि दम गरेको बिरयानी रेडी हुन्छ। अनि त्यसपछि यु मिक्स इट मजाले। अनि मिक्स गरिसकेपछि यु सर्भ इट एज सीन अन द स्क्रिन। थ्याङ्क यू फर वाचिङ। बाई।